हेलो साथीहरू, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। म एकदम ठिक छु, तपाईहरु पनि एकदम ठिक हुनुहुन्छ होला भन्ने अपेक्षा राख्दछु। साथीहरू, आज म बेगनास तालमा काइकिङ बोटमा चाहिँ जल यात्रा गरिरहेको छु साथीहरू, र मेरो साथमा हुनुहुन्छ दिपिन अङ्कल। तपाईहरुले देख्न सक्नुहुन्छ पछाडि बसेर दिपिन अङ्कलले चाहिँ मलाई साथ दिइराख्नु भएको छ। अनि यो चाहिँ हो साथीहरू हाम्रो बेगनास ताल, र यतापट्टि देख्न सक्नुहुन्छ तपाईहरुले एकदमै रमाइलो मनोरम दृश्य। र उहाँ अगाडि देखिएको ठाउँ हो माझीकुना, which is a famous place for eating fish and hanging out। र त्यो चाहिँ हो साथीहरू बेगनास लेक रिसोर्ट। त्यसैगरी यता तपाईहरुले देख्न सक्नुहुन्छ साङ्ग्रिला रिसोर्ट, तर मोबाइलको क्यामेराले त्यति राम्रो नदेखिन सक्छ। हामीले एकदम राम्रोसँग देखिरहेका छौँ। र वहाँ पारिपट्टि रहेको ठाउँ हो साथीहरू बेगनास ड्याम। यो चाहिँ हो बेगनास तालको ड्याम, र त्यहाँबाट चाहिँ बेगनास तालमाबाट बढी भएको पानीहरू नहरबाट तल सिँचाइको रूपमा अथवा चाहिँ यो तालको चाहिँ पानीको लेभल कन्ट्रोल गर्न ओभरफ्लोहरू रहेको छ, त्यहाँबाट बेगनास तालको पानी बगेर जाने गर्छ भने अन्य सबै ठाउँबाट चाहिँ बेगनास तालमा पानी इनफ्लो हुन्छ भने त्यहाँबाट आउटफ्लो हुन्छ। र यो हुन् साथीहरू बेगनास तालको परम्परागत काठको डुङ्गाहरू। र तपाईहरु चाहिँ बेगनास तालमा आएर डुङ्गा चढ्दाखेरिमा हजुरहरूले यस्तै किसिमको डुङ्गाहरू चढ्न पाउनुहुनेछ। र इच्छा भएमा अन्य फरक आकार र फरक क्षमताको डुङ्गाहरू पनि बेगनास डुङ्गा व्यवसाय समितिले हजुरहरूको लागि सेवामा तयार गरेर राखेको छ। र यहाँ बन्दैछ साथीहरू बेगनासकै नमुना एकदमै राम्रो रिसोर्ट। र अब यो क्षेत्र भनेको चाहिँ पर्यटनको लागि एकदमै सम्भावना रहेको पोखरा लेखनाथ वडा नम्बर 31 को एकदमै सम्भावना बोकेको क्षेत्र हो। र यो क्षेत्रको विकासबाट नै समग्र पोखरा 31 को विकास हुनेछ भन्नेमा हामीले ठुलो अपेक्षा राखेका छौँ। र साथीहरू तपाईहरुले देख्न सक्नुहुनेछ बेगनास तालको पानी कति सफा, कति कञ्चन, कति निर्मल। यो भनेको एकदमै प्राकृतिक ताल हो साथीहरू बेगनासको, अथवा भनौँ पोखराको। र त्यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ निर्माणको कामहरू भइराखेको छ। त्यो पारिपट्टि देखिएको डाँडोको नाउँ हो साथीहरू, यतापट्टिको भागलाई हामीले पचभैया भन्छौँ भने यसरी अब यहाँबाट यताको भागलाई चाहिँ हामीले सुन्दरी डाँडा भन्छौँ। त्यो माथिपट्टिको भागलाई भने यो तलको डाँडो चाहिँ हाम्रो माझीकुना हो। र त्यहाँ तपाईहरुलाई विभिन्न किसिमको चाहिँ माछाहरूको परिकार खान मन लागेमा, अथवा चाहिँ तालमा घुम्न मन लागेमा, अथवा अन्य रमाइलो कार्यक्रमहरू गर्न मन लागेमा पनि प्रशस्तै होटलहरू रहेका छन्। त्यही हो साथीहरू। If you are near Pokhara or if you are in Pokhara Valley, please do visit Begnas Lake. It is one of the most important lake of Nepal, not only Pokhara. र यहाँ चाहिँ वर्षै नै विभिन्न क्षेत्रबाट देश विदेशबाट लाखौँको सङ्ख्यामा पर्यटकहरू आउने गरेको छन् साथीहरू। र यहाँ आएर जो पनि जान्छ त्यो जो पनि दोस्रो तेस्रो पटक फर्केर आउँछ साथीहरू। त्यसकारण यो एक बारको अथवा 2 दिनको जिन्दगीमा चाहिँ तपाईहरु बेगनास ताल आउन नछोड्नु होला, यहाँ आउन नछुटाउनु होला। प्रकृतिले दिएको यस्तो रमाइलो दृश्यहरू हेर्नुहोस्, आउनुहोस्, रमाउनुहोस्। आजको मौसम त्यति ठिक छैन साथीहरू, होइन भने तपाईहरुले यहाँबाट यो होइन अपोजिट साइड हामी पछाडिपट्टिको साइडतिर हजुरहरूले माछापुच्छ्रे, अन्नपूर्ण लगायतको हिमालको श्रृङ्खलाहरू पनि देख्न सक्नुहुन्छ। र अब म पनि आफ्नो फेस देखाएर हजुरहरूसँग केही कुराहरू गर्न गइरहेको छु साथीहरू। नमस्कार, मेरो नाम विक्रम कणेल। जसले मलाई युट्युबमा, टिकटकमा अथवा चाहिँ जुनसुकै पनि सामाजिक सञ्जालमा म एभाइलेबल नै छु, अथवा मेरो पेजहरू छन्, तपाईहरुले त्यहाँ फलो गर्नुभएको साथीहरूले त मलाई चिन्नु भएकै छ होला। र
मेरो घर पनि यही पोखरा 31 बेगनासमा नै हो साथीहरू। र यो ठाउँ भनेको मेरो पनि जन्मभूमि हो, मलाई एकदमै प्यारो पनि छ। यो ठाउँको उन्नति होस्, विकास होस्, प्रगति होस् भन्ने म एकदमै ठुलो कामना गर्दछु। र म त के चाहन्छु भन्दा मेरो हरेक काम कर्तव्यले यो ठाउँलाई धेरै थोरै फाइदा पुगोस्, यो ठाउँको मान्छेहरूलाई, यो ठाउँको चाहिँ वातावरणलाई सबैलाई फाइदा होस् भन्ने चाहन्छु। र समग्र बेगनासको मात्र नभई नेपालकै हित होस् भन्ने पनि चाहन्छु म। र त्यही हो साथीहरू। अब हजुरहरू बेगनास तालतिर घुम्न आउनुभयो भने यहाँ आउँदा हामीहरूलाई सम्झनुहोस्, भेटघाट गरौँला, गफ गरौँला। र समय मिल्यो भने हजुरहरूलाई यो वरिपरिका केही दृश्यहरू देखाउन मद्दत पनि गरिदिउँला। होइन भने पनि हजुर बेगनास डुङ्गा व्यवसाय समितिमा आएर त्यहाँबाट डुङ्गा रेन्टमा लिएर ताल सबै घुम्न सक्नुहुन्छ। काइकिङ पनि गर्न सक्नुहुन्छ। जुन यो हामीले अहिले गरिरहेका छौँ यस्तै किसिमको डुङ्गाहरू त्यहाँ तपाईँलाई उपलब्ध गराइनेछ। तर मेक स्योर यु आर वेयरिङ लाइफ ज्याकेट। सरी गाइज, मैले चाहिँ अहिले लाइफ ज्याकेट लगाएको छैन, किन भन्दा मलाई धेरै थोरै पौडी खेल्ने अनुभव पनि छ। त्यो भन्दै गर्दा हामीले सुरक्षालाई कहिले पनि यस्तो इग्नोर गर्न चाहिँ हुँदैन। त्यही पनि आफ्नो साथमा सुरक्षाको सामग्रीहरू सधैँ लिएर नै पौडी खेल्न अनुरोध गर्दछु। र साथीहरू अब थोरै फरक दृश्य देखिन गइरहेको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। ल साथीहरू त्यही हो। अब आजको लागि भ्लग म यहीँ अन्त्य गर्न चाहन्छु। र यो चाहिँ कस्तो किसिमको भ्लग हो भन्दा साथीहरू, वान टेक भन्ने थाहा छ नि तपाईँहरूलाई? फिल्ममा चाहिँ त्यो सिन बिग्रियो भने फेरि कट गर्दै गर्ने किसिमको होइन। हाम्रो चाहिँ ओरिजिनल हुन्छ, जे हुन्छ एकैचोटिमा खिचेर हालिन्छ। वान टेक नेपालमै पहिलोपटक यस्तो खाले भ्लग आइसक्यो। त्यस कारणले अब क्यामेरा पछाडि म र दिपिन अङ्कल छौँ। अब हामी दुईजनालाई नै आजको लागि बिदा दिनुहोस्। फेरि अर्को भ्लगमा हामी तपाईँहरूसँग भेटघाट गर्ने नै छौँ भन्दै च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्न नबिर्सिनु होला भन्दै जय शम्भो। र अब आउने निर्वाचनमा आफ्नो भोट एकदमै ध्यान दिएर हाल्नु होला। देश विकास गर्ने मान्छे छानेर हाल्नु होला। जय शम्भो। जय शम्भो।